हेलो एभ्रिवान गुड मर्निङ प्रणाम नमस्ते अनि सेमान्ने वेलकम टु माई च्यानल र तपाईँ सबैलाई आज मेरो स्पेसल भ्लगमा स्वागत गर्दै आजको म भ्लग स्टार्ट गर्न लागिरहेको छु। विशेष गरी आज 1 जनवरी 2026 र सबैभन्दा पहिला मेरो सम्पूर्ण सब्सक्राइबरहरूलाई अथवा फलोवर्सहरूलाई म ह्याप्पी न्यू इयर 2026 भन्न चाहन्छु। नयाँ वर्ष तपाईँहरूको सुखमय बितोस्, साथसाथमा हरेक सोचेको कुराहरू पुगोस् यही विस गर्न चाहन्छु। र आज तपाईँले मलाई ट्राभलिङ गरिराख्नु देख्नु भएको छ। अलि हामी बाई हाइकिङको थ्रु हामी माथि गइरहेको छ र मसँग आज मेरो साथीहरू शिव सर अनि फटेन सर हुनुहुन्छ। उहाँहरू अलिकति अगाडि गइसक्नु भएको छ र आज हाम्रो बाई वकिङै हामी आले भन्ने जग्गा यहाँबाट गइरहेको छौँ एक्सप्लोर गर्नुको लागि र तपाईँहरूलाई मेरो साथीहरू पनि देखाउँछु र फेरि पनि नयाँ सालको हार्दिक मङ्गलमय शुभकामना दिँदै म यो भ्लगलाई अगाडि बढाउन चाहन्छु र तपाईँलाई म मेरो साथी पनि देखाउँछु है त ल। उहाँहरू अगाडि गइरहनु भएको छ र तपाईँहरूलाई म छेउमा गएर उहाँको परिचय पनि गराउँछु। तपाईँहरूले त प्रायः चिनिरहनु भएको छ, मेरो कलिग हुनुहुन्छ हाम्रा दुईजना शिव सर अनि फटेन्द्र सर र एकजना हाम्रा शिव सर इङ्ग्लिस टिचर हुनुहुन्छ भने फटेन्द्र सर म्याथ्स टिचर हुनुहुन्छ र बन्डिङ हाम्रो धेरै राम्रो रहेको छ। त्यही कारणले गर्दा हामी तीन भाइ अहिले माथि आलेतिर घुम्न गइरहेको छ र यहाँको घरहरू तपाईँले देख्नु भइरहेको छ के कस्तो छ र अगाडि बढौँ र दुई भाइकोलाई पनि इन्ट्रोडक्सन गराउँछु है त। र तपाईँले देख्नुभयो मैले भर्खर कुरा गरेको हाम्रा फटेन्द्र सर हल्लो त भन्नुहोस्। र अहिले हामी कहाँ गइरहेको छौँ? आले जाँदैछौँ हाइकिङमा। फटेन्द्र सर र हाम्रा शिव सर पनि हुनुहुन्छ हाइकिङको तरफ होइन। अवलोकन पनि भन्छ होइन। ए हुन्छ के कस्तो हुन्छ होइन लाग्दैछ। ओके ओके सँगसँगै जग्गा जग्गा हामी माथि गएको बेलामा यहाँनिर न्युपाने गाईहरू यो बाहिरको गाई रहेछ। एफियरले भनेको है है सर? एफियर एउटा संस्था छ नेपालमा, बाहिरको संस्था हो र उहाँ संस्थाले नै यो गाई दिएको रहेछ। र अलिक गाईहरू नहेरौँ, उकालो जाउँ र नेचुरल ब्युटी तपाईँलाई म देखाउँदै लानेछु। हालाकि रोड अलिकति रफ छ, त्यही कारणले गर्दा हामीले बाइक नलिकन हामी बाई वकिङ नै उकालो लागिरहेको छौँ र तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ है। र अहिले अझै हामी उकालो लागिरहेको छौँ। हजुर यतापट्टिको कुन चाहिँ गाउँ यतापट्टि? यो अहिलेको जुन यो हामी छौँ नि यो आले त होइन स्टार्टिङ हो यो त के हो? यो त गाई फार्मदेखि माथि गाई फार्म त माथि पनि छ नि अस्ति ढुङ्गे धारा त होइन फार्ममा छ नि है। यो अलिकति बाटो चाहिँ यहाँ चाहिँ अलिकति सिमेन्टेड रहेछ र अलिकति फेरि माथिबाट फेरि रफ रोड छ। आज 1 जनवरीमा राम्रै एक्सर्साइज पनि भइरहेछ हाम्रो न्यु इयरमा राम्रो एक्सर्साइज भएर पनि रहेको छ र मजा भइरहेछ होइन, इन्जोय भइरहेछ। तपाईँले देख्न सक्नुहुन्छ माथि जङ्गलै जङ्गल बिस्कुट बिस्कुट पनि छ यहाँ पो त है सर गाई फार्म त? राजपानी हो राजपानी आइपुग्यौँ र छँदै अझै उकालो छ हाम्रो बाटो लाग्ने छ उकालो। त्यसो होला होइन यताडै जाउँ र अझै तपाईँहरूलाई उकालो बाटो देखाउँदै हिँड्नेछौँ हामी है। र अब चाहिँ यो जङ्गल तपाईँले देख्नु भइरहेको छ, जङ्गलदेखिको अलिकति माथि जुन हामी जानेछौँ त्यो आले भन्ने जग्गा यो उकालो यो जङ्गलदेखि माथि छ र जङ्गल तपाईँले हेर्नु सक्नुहुन्छ धेरै घना छ जङ्गल। यो साइड पनि तपाईँले देख्नुहुन्छ। एकपल्ट हामी आएको थियौँ त्यति बेला तपाईँहरूलाई यो मैले भिडियो बनाउन सकेको थिइनँ, त्यति बेला पनि हामी तिनैजना आएको थियौँ र त्यति बेला चाहिँ भ्लग मैले बनाउन सकेको थिइनँ। तर आज चाहिँ हामी यहाँ
सम्पूर्ण ग्रुपले नै सोचेर नै भ्लग बनाइरहेको छु किनभने यो रिमेम्बर हुन्छ हाम्रो लाइफमा र जङ्गल र यो उकालो बाटो यहाँ हेर्नुहोस् धेरै रिस्की छ त्यही कारण बाइकहरू ल्याउनु प्रब्लम हुने कारणले गर्दा हामीले बाइक चाहिँ ल्याएनौँ र त्यसै नै उकालो लागिरहेको छु जङ्गलै जङ्गल उकालो लागिरहेको छु के को रुख हो सर यहाँ चाहिँ साल है यो सबै सालको रुख ओके ल हेर्नुहोस् हाम्रो उकालो होइन है कस्तो छ उकालो नेचरलाई फिल गर्दै ल तपाईँहरूलाई हरेक कुराहरू देखाउँदै हामी अघि बढिरहेछौँ इन्जोय पनि गर्नु होला र यदि तपाईँहरूले हेर्नुहुन्छ भने यसलाई सेयर पनि गर्नुहुन्छ हिँड्दा हामी धेरै माथि आइसकेको छौँ तपाईँले देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ आले रहेछ र यहाँ चाहिँ पहिला धेरै घरहरू थिएछ तर अहिले चाहिँ धेरै कम घरहरू भएको कुरा यहाँका बासिन्दाले गर्नुभयो किनभने यहाँका सबैजना मानिसहरू अथवा परिवारहरू तल सिन्धुलीतर्फ नै झरेको हामीले आउनुभयो धेरै जङ्गलमा भरिएको जङ्गलै जङ्गल भएको ठाउँ तपाईँले देख्न सक्नुहुन्छ र यहाँ तपाईँले घर पनि देख्न सक्नुहुन्छ तपाईँले यहाँ देख्नु भइरहेछ हामी चाहिँ अब फर्किने बेला आएको छ र यहाँनिर हाम्रो साथी फर्नेस सर हुनुहुन्छ सर हामी कहाँ आइपुग्यौँ अहिले यो तल देखेको कुन ठाउँ हो सर फेदी हो है लास्टपनिदेखि त सिन्धुली यहाँदेखि कति समय लाग्यो समय हुन्छ थ्याङ्क यू सर थ्याङ्क यू र अहिले म आफ्नो रुममा आइसकेको छु र आज तपाईँहरूले हामीलाई देख्नुभयो हामी गएको थियौँ आलेतर्फ र त्यहाँनिर पनि धेरैवटा कुराहरू मैले आफ्नो भिडियोमा लिन सकिनँ किनभने त्यति बेला मेरो मोबाइलको ब्याट्री पनि सकिसकेको थियो त्यही कारणले गर्दा जति सक्दो मैले आज तपाईँहरूलाई देखाएँ र हामी गएको थियौँ र हामी त्यहाँ गएर इन्जोय गऱ्यौँ केही क्षण भए पनि हामी त्यहाँ गएर रमाइलो गऱ्यौँ र तपाईँहरूलाई पनि यो मेरो मुभमेन्टलाई सेयर गर्न पाएँ त्यसको लागि आफूलाई पनि धेरै भाग्यमानी ठान्छु किनभने यो भ्लगिङको जर्नीको कारणले गर्दा मैले धेरैजनासँग इन्टरेक्ट गर्नु पाइरहेको छु र तपाईँहरूले भिडियोको कस्तो लाग्यो तपाईँहरूले मलाई प्रतिक्रिया दिन सक्नुहुन्छ र आगामी भिडियोमा अरू कुराहरू थप दिने प्रयास गर्दै आजको भ्लगबाट म बिदा लिन्छु एभ्रिवान बाई बाई गुड नाइट र लास्टमा एउटै वर्ड भन्न चाहन्छु फिर मिलेंगे चलते चलते